सारा अहिले उकालो चढ्दाखेरि त लम्पट पर्ने त हामी चाहिँ हो क्या सबभन्दा संसार अघि त म छु नि त्यही भएर मेरो छोरा फेरि बस्यो ओके घटबड राखेको लङ्का आएर हनुमानले कति लङ्का आएर कति समुद्र काट्यो लङ्का आएर ल्याएको छ उहाँ जानु पर्ने कि उहाँले घोराबारी गाउँबाट हिँड्नु पनि हुन्छ उहाँले मान्छेले एकपल्ट फोन छैन होला सोनी तो सब तो नहीं जानते अच्छी तरह पूछ कर दिया क्यों दीवाने दादी बने दादा इसको क्या बोलते हैं नेपाल का ऑर्गेनिक चीज़ है इसको जानते हैं कोई बताना कमेंट में हाँ तो इसे यहाँ पर बोलते हैं सिमतरा और अरे इंडिया में जो हमारा ये पेड़ है ना इसका ही तो कीमत सोने लाल चंदन के भाव में बिकता ही है भी इंडिया में भी ज़्यादा दिखता ही है ये पेड़ पूरे पेड़ भर फैला हुआ है वाह तर ढेयहरू हो क्या घाँस काटेर आउने होइन स्वान चाहिँ नि के भाइ आज बन पुग्या थियो एकछिन भारी पिसे भएन हुन त ओ वहाँ दाइको जेठान बिमारी छन् रे त्यही भएर झाँक्रो लिएर जानु लाग्यो दिदी आन्टीहरू सबै आज बन पुग्या थियो हजुर हजुर होइन भएको छैन अरे भएको छैन आन्छु नि ल म आइहाल्छु क्या अब यहाँ उसले गर्दा फुर्सद नदिएर यता सक्यो भने आन्छु यहाँ सकेर पारिबाट आयो भने आन्छु म हजुर
अल्लीबाट त कहाँ उल्टोपट्टि हाल्छ आज पुग्ने बेला माथि पुगिहालिन्छ होइन होइन उल्टोपट्टि उल्टोपट्टि यताबाट सर्टकट पर्छ मैले 3 महिना काम गरेको पनि त घर बनाएको र बर्खामै नि उता त जानु पर्दैन पर्दैन हिँड अगाडिबाट झोल्नु पर्छ लुङबाट पनि कहाँ हो जाने भन्दैछ उसलाई लुगामा काटेर लगाएको यो स्कुल आजकल बन्द छ बन्द छ आजकल चालु होला थप्लीमा जनता कम छन् कस्तो जक्सन छ थोप्ली र चाहिँ ठुलो गाउँ ठुलो गाएर भएको जोरी गाडा जुब्री गाडा छोटो गाउँ त जुन गाडा छोड सानो घर पनि टाढा छ गरी होलीमा बस्ती भएको छ यो कुरा गर्ने भने सुन्ने थोप्लीमा है यो चालू छ ये लूटने का जरिया है ये पैसे लिया थोड़ा सा बनाया लूट लिया रख लिया बस हो गया नेपालमै छ छुट लुट्न सबै लुट कान्छ हाँ और में नहीं है आज म त राख्दैन बरु खासा दिन्छु धेरै भएर जान्छु भन्छ त बौलाको बर्खाको मेरो साथमा त्यो जामेर म साथमा गएर उराटीको 12 बजी आउँछ 12 बजी खाना बनाएर लाठीले फालिदिनु ठाल फालिदिनु खाना उसले तयार गर्ने मैले खाना तयार गर्ने गरेँ खाना तयार जामेर म सँगै जामेर मैले सँगै जामेर बहुत खान्छ त्यो मध्येमा मासु र उसो बराबर खान्छ हजुर खानु त्यो भाइ के नसो गर्छ त्यो भनेर खानु मलाई केही नसो एउटा भाइ मरो भनेर त्यसको भाइ 8 वर्षको त आगो हेरेर फर्केर गएको हेर हिजो माइतीपछि आएको कुरो गाडी लिएर अहिलेको हो गाडी एउटा जो भने समाजले सम्झाएको मानव हुन्छ फेरि भोलि ऊ खाइदिएको हुँदैन नाति अब त 2 भन्ने